जीवन जिउने क्रममा धेरै निर्णयहरू लिए। कति निर्णयले जीवनलाई अगाडि बढाउनको लागि सहजता प्रदान पनि गर्यो, त कति निर्णयहरू जीवन अगाडि बढ्नको लागि बाधक पनि भए। र जीवनमा लिएका यी अनगिन्ती निर्णयहरूलाई विचार गर्दै गर्दा सबैभन्दा उत्तम निर्णय चाहिँ मैले मेरो सृष्टिकर्ता परमेश्वरलाई आफ्नो मुक्तिदाता भनेर विश्वास गर्नु र सारा जीवन उहाँको महिमाको लागि समर्पित गर्नु नै असल रहेछ। जुन निर्णयले चाहिँ मलाई ख्रिस्टमा बाँच्ने आधार प्रदान गरेको छ, जुन निर्णयले मलाई उहाँको अनन्ततामा डोर्याएको छ। परमेश्वरलाई धन्यवाद। संसारका हजारौँ लाखौँ करोडौँ मानिसको भिडबाट आज मलाई उहाँको महिमा अनि प्रशंसा गर्नको लागि छान्नु भएको छ र उहाँको उद्देश्य अनुसार म बनिएको हुँ, उहाँको महिमा गर्न, उहाँको प्रशंसा गर्नको लागि। भजन सङ्ग्रहको पुस्तक